साथीहरु नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। साथीहरु आज तपाईहरुको लागि एउटा छोटो भिडियो लिएर आएको छु जुन चाहिँ रोयल फिल्ड चढ्ने साथीहरुलाई छ र केही पैसा उहाँहरुको चाहिँ बच्छ भनेर चाहिँ यो भिडियो बनाउन खोजेको हो है। हाम्रो रोयल फिल्डको रिङ हो यो चाहिँ र धेरै जना साथीहरुले के भन्नुहुन्छ यो रिङमा चाहिँ ट्युबलेस बन्दैन र बनायो भने पनि सक्सेस हुँदैन भन्ने खालको कुराहरु जुन हामीले देखिरहेको हुन्छौं। सो म तपाईहरुलाई एउटा कुरा भन्दिम कि तपाईहरुले गाडी ल्याइसकेपछि चाहिँ यो रिङ फेरेर एलोबिल हाल्नुहुन्छ। जस्ट ट्युबलेसको लागि त्यति तपाईहरुले खर्च गर्नुहुन्छ। एलोबिल हालेर लगभग तपाईको 9-10 हजार रुपैयाँ हैन, त्यो पैसा चाहिँ तपाईहरुको बच्छ है यो काम गराउनु भयो भने। सो हो यसरी तपाईहरुले एमसिलले सबै जुन यो स्कोपको भागहरु हुन्छ यो यसको सबै यो भित्रपट्टिबाट चाहिँ यसरी हामीले रिङ खोलिसकेर सबैलाई जाम गर्नुपर्ने हुन्छ एक एकवटा प्वाल है। सबै यसरी जाम गरिसकेपछि चाहिँ तपाईले देख्न सक्नुहुन्छ यसरी नै टोटली सबै यसको स्कोपको जति पनि होल्सहरु हुन्छ एउटा यो नजल हाल्ने राखेर यो चाहिँ एउटा राखेर बाकी सबै तपाईहरुले चाहिँ मजाले जाम गर्न सक्नुहुन्छ र गरिसकेपछि यो के हुन्छ भने तपाईको यो स्कोपको बीचबाट चाहिँ लिकेजको समस्या सल्भ भइहाल्छ। त्यसपछि तपाईहरुले नयाँ ट्युबलेस टायर ल्याएर लाउन सक्नुहुन्छ यसैमा है लिक्विड हालेर। सो त्यसको लागि अझै भरपर्दो बनाउनको लागि चाहिँ मैले यो यस्तो खालको एउटा केमिकल बनाएर लगाउन लागेको छु। यो एमसिल लगाइसकेपछि यस्तो खालको एउटा केमिकल छ। यो चाहिँ तपाईको कस्तो हो भने यो वाटरप्रुफ भनौं न, वाटरप्रुफ हो, अब एयर प्रुफ पनि भइहाल्छ। यो लाएर चाहिँ यसरी साथीहरु यसरी यसमा मैले लाएर यसलाई चाहिँ कम्प्लिट बनाइसकेको छु, देख्न सक्नुहुन्छ। सो तपाईहरु पनि यसरी आफ्नो ट्युबलेस बनाउन सक्नुहुन्छ है त। ल त साथीहरु यस्तै छोटो छोटो भिडियोहरुको लागि तपाईहरुको लागि म आएको